नमस्ते हेलो कसले मुख छेडिरहेको हजुर के जोसेर झ्याप हो क्या हो होइन म होइन साथी हो कि कलम बोल्दा बोल्दै अनि त्यो रिसमा यता भनेको हो कि यसले ए हो र होइन होला हो हौ त्यो यतिकै मुख छाड्छ कसलाई हिँड्ने हो र धोतीहरू भेट्यो भने मात्रै मुख छाड्ने हो कि हामी त होइन होला तिमी कहाँबाट मुख छाडिरहेको कहाँ बसिरहेको छ तिमी म काठमाडौँ काठमाडौँ कुन ठाउँ कोटेश्वर फेरि बिटी जडीबुटी दिए सब नि सब कोटेश्वर हुन्छ क्या यार मान्छेहरू राम्रै हो सब कोटेश्वरबाट हुन्छ कि हो र तिमी 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 नाम के हो तिम्रो नाम के ज्योति मगर त होइन तिमी त यार ज्योति मगर हो र तिमी कस्तो राम्रो देखेछ त साँच्चीकै ज्योति मगरको बहिनी त हो नि अनि म कसम खाऊ त के रे अब्बुई खै आइडी देऊ त त्यसो भए इन्स्टा ज्योति मगर अति मन पर्न थालेको छ के भएको छ आजकल आफै मेरो ज्योति मगर मात्रै जान्छ यार ठ्याक्कै तिमी फेरि त्यस्तै देख्दो रहेछ ला सानी साँच्ची मन पर्यो भनेको अब बुझ न लिडियालाई भनिदिउँ भाउजू भाउजू लिडिया कहाँबाट आयो यार हेलो हेलो के भएको तिमी त हेलो को केटा छ पछाडि पुरै डोज दिएर सुते जस्तो छ यार त निदा जस्तो अनि त दिदी हो मेरो दिदी अनि पछाडि सुतिरहेको अँ लाउ न खै हेरौँ दिदी अनि केटा जस्तो छ त अनि ग्रेसी हो के ग्रेसी खै केटा जस्तो देखिरहेछ है अस्तिको ग्रेसी म चिन्दैन हौ अस्तिको को अब कस्तो लाग्यो त प्र्याङ्क अति बिल्ला प्र्याङ्क हाने यार चित्तै देख्यो यार मेरो प्र्याङ्क यार मेरो हजुरलाई कस्तो कसम लाग्यो प्र्याङ्क प्र्याङ्कै अब मलाई तपाईँलाई मैले आइडी त दिन्थेँ मेरो तर अब के गर्नु होइन होइन साथीहरूको किन होइन हौ लिडियाको त अर्को बुढा छँदैछ अब तिमीहरू म त हो नि अब बाँकी भनेको कति वर्ष हो र तिमी म त 22 म 10 10 10 मेरो यो खुट्टाको पाइतलाको भित्रको त्यो छालाबाट पनि हुँदैन हौ 10 त अब 30 वर्ष भने मैले समाउँथेँ ए हो कि क्या हो भन्नुहुन्थ्यो यार 25 सम्म ठिकै हो ए कन्सिडर गर्न सकिन्छ 25 सम्म 25 सम्म चाहिँ ए ल है ओके मेरो नाम कस्तो अति बवाल छ यार ओइ त्यहाँ अझै त्यहाँ मेरो नाम हुनु पर्थ्यो अति म पागल हुन्थ्यो यार म अहिलेको अहिले त्यहाँ व्यवस्था हान्थ्यो होला बुझेनौ लिडिया कहाँबाट आयो तिमीहरू कसरी के हो तिमीहरू त अति यार तिमीहरू त होटेलमा बस्ने रहेछ यार छाडाहरू हैन आज आउटिङ जान आज मात्रै हो कहाँ आउटिङ गएको हिजो नि क्लब गएको थियो त 16 यो अहिले काठमाडौँबाट एक्जाम सकेर आयो नि त अनि त्यही भएर आज के अरे क्लब जाने भने थियो यसले अनि त्यही लिएर गइदिनु भएको अहिले लिएर आएको उसलाई फेरि केटा भिडा दिँदा फेरि तिमी पोखरेली त्यो लौरे भिडा दिँदा फेरि उसलाई पनि मा कसम तिमीले मलाई त्यस्तो सोचेको म के भर तिमीहरू लौरेको बिचमा बस्ने मान्छेहरू हो तिमी हुँदा त अरूलाई हेर्छौ होला त अनि अब भरे त्यही त मलाई त इन्स्टा चाहिँ देऊ न भनेको तिमी काठमाडौँ कहिले आउँछौ त भन त 10 दिनपछि 10 दिन त या 10 दिनपछि म पोखरा आउँदैछु फेरि कस्तो ल्याङ हानेको यार तिमीले फेरि तिमीको गल्ती हो त तिमी बस्न त अझै 10 दिन त्यसै म पोखरमै भेट्छु 15 दिन बस्छु कि म 15 दिन बस्छु ओके 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 फेरि लिडियाले भेट्नु कि तिमीलाई भेट्नु त माई गाह्रो हुन्छ त पोखरा फेरि लिडिया भेट्ने भनिरहेछ मसँग फेरि बुढा छोडी अब म कबाबमा हड्डी बन्न चाहदिनँ भयो होइन अब कस्तो कबाबमा हड्डी हेर भयो छोड्देऊ अलरेडी कबाब छँदैछ अब तिम्रो म हड्डी हेर होइन होइन तिमी र कबाब भइसक्यो अब म हुने भागे उसको बुढा छ हौ बुढा बिहे हुन आँटे भनिसक्यो त लिडियाले अस्ति भनिसक्यो त लौरे आउँदैछ अरे उदु भनेर आइसक्यो त हौ बिहा नभएसम्म भेट्ने सोच हो तिम्रो ए होइन भेट्दिनौ तिमी हुँदा त अब तिमी भइसक्यो चाहिँ कस्तो कुरा गरेको छापा कुरा नगर नि तिमी यार के चाहिँ दुईजनासँग व्यवस्था हाल्नु त्यो गाह्रो सक्दैन होला तिमी दुईजना मोटी छ म एउटा फेरि हेरेन जिउनै फेरि पदार्थ कुद छ फेरि हेरेन ए धान एप्स भर्खर हेर फेरि एप्स कस्तो छ हेर त ओए हो कि क्या हो छैन त त्यहाँ देखेनौ छैन ए छैन एप्स ए भुडी लागेछ यार म भर्खर खाना खाएको हो क्या बुझेनौ अघिसम्म थियो हौ अघिसम्म यसो पम्प हानेर आएको थियो क्या एप्स हेर न अब कस्तो होइन होला हो देखाउँ होइन होला भोलि कल गर न ल 10 चोटि पुसअप हान्न त जम्मा ल 25 चोटि हान ल गर न गर होइन यार त्यो त 25 लड जान्छ ताल पर्यो भने तिमीसँग भयो भने त
अनि दुईजना हो भने त 10-10 अब साइकको हुन्छ तिमी माथि 10 पुसअप लिडियामाथि 10 पुसअप जान सक्छु भने क्या म मैले त्यहाँ भुइँमा गर भनेको होइन म त तिमी माथि गर्ने हो नि त नाइ होइन नाइ मन नाइ अन्त फेरि कहाँ कस्तो भुइँमा नै गर्छ तिमी माथि तिमी हुँदा हुँदै भुइँमा चाहिँ किन गर्नु पुसअप हौ ल भित्तामा गर नि त नि भित्रमा त थ्याट ओ बिल्ला कुरा गर्छ यार पुसअप केभिन पुसअप 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 हुँदैन क्या तिमीसँग हुन्छ क्या पुसअप भनेको त कहाँ अब यहाँ कसरी गर्नु हौ यहाँ भित्तामा चाहिँ जेभेन पुसअप कस्तो कुरा गरेको यार अब देऊ न भने गाडी तिम्रो नाम के हो रे मेरो नाम समीक्षा गुरुङ होइन मेरो नाम मेना रेखा थापा होइन आइडी चाहियो क्या मलाई मेन चिज चाहिँ आइडी चाहियो क्या बुझ्न रेखा थापा लिडियाको फलोइङमा हेर नि रेखा थापा भन्नु फेरि बिटिन हान्न छिटो न खोज नि त्यहाँ खोज तिम्रो चाहिँ बुढी छ कि नै भनेर बुढा छ कि नै भनेर त लौ रे मेरो 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 बुढाको भाइ हो फेरि बिटी दियो यार मेरो बुढाको भाइ हो उसको बोयफ्रेन्ड समीर गुरुङ भनेको को केटाहरू आयो यार छम्मेदा छिटो न लिडियाकोमा भेटेन क्या त्यो छिटो न के सविता गुरुङ हो छ्या यो तिमी होइन होला के हो भने खै कहाँ हो भन न छिटो आइडी तिमी खोज भेटायो भने तिमीले भेटायो भने म तिमीलाई गिफ्ट दिन्छु ल के गिफ्ट म त बिरालो चाहिन्छ नि सरप्राइज हुँदैन मलाई बिरालै चाहियो छिटो न छिटो हैन तिमीले बिरालो चाहियो मेरो आइडी खोजेर निकाल्यो भने म तिमीलाई सरप्राइज दिन्छु ल पिङ्क छ भने अहिले कहिले रातभरि खोजिदिन्छु ल पिङ्क तिम्रो लिप जस्तै पिङ्क भयो भने त अहिलेको अहिले ग्रीन छ मेरो त यस्तो त्यो भनेको एचआइबी लागेको हौ ट्याक्कै थाहा भएछ खोज न छिटो खोज न म सरप्राइज दिन्छु कस्तो सरप्राइज हुँदैन मलाई चाहियो नि फेरि सरप्राइज चाहिँ ल अब कस्तो खोज्नु दाइ भाइ ल हिन्ट दिन्छु है एउटा ल भन मेरो नाम समीक्षै होइन खोज न खोज न यतिकै ऱ्यान्डमली खोज अनफलो हाने क्या छम्मेलाले 86 फलोइङ थियो 85 भयो क्या घट्यो क्या एक एउटा फलोइङ त्यही भएर प्रब्लम आयो तीन चान्स छ है तिमीलाई अब अनफलो हान्ने त तना भयो त मलाई अनि अनफलो हानेको हो कसले तिमीले गरे हैन रे गरेछ क्या भाइ मैले अनफलो गरेको हैन यो हो कि होइन यार केटा हो तीन चान्स है तीन चान्स यो हो केटा हेर त फेस तिमीलाई सोधेछ नै मैले म केटाहरूले सोधिरहेछु मेरो पोस्ट केही छैन आइडी प्राइभेट छ ल ए अब भुत्रो कसरी भेट्यो त त्यसो भए त फोडै नभएको पोस्ट चाहिँ मेरो प्रोफाइल पिक्चरमा समथिङ केही ग्रीन छ ए इनले त मेरो मेरो फलोइङ लिस्टमा गएर खोज्दै छ यार मेरो अगाडि अरु केटीको आइडी तिमी बिहा भन्नु लाग्यो मान्छे उतैतिर गएर बस्छ नि त्यही भने क्या मैले पठाइदियो त उसलाई जिद्दी भइसक्यो उता गइहाल त तिमी जाऊ त बहिनी तिमी उता ढोकाको कुनामा गएर बस्छ जाऊ त्यो ढोकामा रोएर बस्छ एकछिन उता कुनातिर ए भेट्यो नि त हौ ल खै त्यही हो कसरी थाहा पायो हेर न के म इथिकल ह्याकर हो क्या बुझ्नौ साइबर सेक्युरिटी स्टुडेन्ट हो क्या थाहा पायो त तिमीले म साइबर सेक्युरिटी स्टुडेन्ट हो सो डोन्ट फक विथ मी अलराइट I'm ethical hacker, man. Fuck that shit. So better don't fuck with me, man. I find every box, every bounties, you feel me? तर मैले फलो गरेछ आम्मा कसम तिमीलाई भेट्नलाई गाइस मेरो नाम लिएर स्प्याम गर्दियौ त यिनीहरुसँग मेरो नोटिफिकेसनमा आएन बिट्टी नदेऊ न आइसक्यो हल्लिसक्यो क्यामेरा अड्किसक्यो तिम्रो तर के हो मैले यस्तो गरेको अब गिफ्ट चाहियो ल गिफ्ट चाहियो ओ माय गॉड गिफ्ट के गिफ्ट एउटा हाइट पनि हाइट हेरौँ त गिफ्ट हाइट यस्तो चाहिएन बुझ्दैनौ हाइट त यो त ओपर हो तिमी कति अग्लो हौ म त वाइल्ड अलगो प्लस स्ल्याम हो सबै चीज गुड 5 कति हो तिमी 11 भनेको लामै हो त यार तिम्रो थाहै छैन जस्तो छ यार म कति हो गेस गर त 5 9 5 6
छ्या 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 ए दाम पुड्की रहेछ यार 5 5 6 7 हो गाइज के अरे यो मेरो बहिनीसँग नबोल्ने भनेर स्पाम गर्छ त तिमी भन्नेमा हुन्छ कस्तो कुरा गरे च्याटले फेरि त्यहाँ चेटले बिहे गर्नु भन्छ आइसक्यो त्यो तिमीलाई लिडिया लिडिया भनेर च्याट हेरौँ न एकचोटि हेरौँ न त्यहाँ नोरा लेखेको मेरो नाम एनओआर नै होइन अतन के त्यहाँ एउटा डेमन भन्नेले नोरा हो नाम नोरा हो भनेर भनेको तिम्रो 360 हेर्नु भनिरहेछ क्या बुझ्नौ ए त 360 हेर्ने रे के देखाइदिएर जा सबले 360 च्यार कम नट इन्ट्रेस्टेड जा गिफ्ट दे तैले किन गिफ्ट दिन्छौ त्यो त गिफ्ट दिन्छु त्यही त्यो भने त मेरो गिफ्ट हो नि त्यो त मेरो सरप्राइज हो नि म आफै दिन्छु नि जे दिए नि त्यो मैले तिमीले जे भने म त्यही गर्छु मैले भनेन मैले सरप्राइज दिन्छु भने त्यो मेरो सरप्राइज म जहिले पनि दिन सक्छु My life, my rules. Sucha Goring donated $2 through Super Thank you so much for Chat. the $2. Hamro DC server Marichu Ta, Cash Core. क्याश स्कोर अलराइट क्याश स्कोर होला यार म थाहै छैन म सबको सर्भर हुन्छ यार म रन्डा हबमा पनि छु स्वाद छ त्यहाँ ए सरी सुन न त्यो भने के भन न बबाल भिडियो क्या बुझेन बबाल स्वाद आउने क्या ग्रुप सर्भर क्या अति बबाल म सब क्या बुझेनौ अनि खै तिम्रो 360 हेर्नु पर्यो क्या अब बुझेनौ सबले 360 भनिरहेछ हौ हेरौँ न हौ तिमीलाई मतलब पुरै खरबुजा गिफ्ट दिन्छ भन्ने चाहिँ ठुल्ठुलो 2टा खरबुजा दिन्छ भन्छ त भाइ केटाहरूले के भएको यार वाटरमेलन गिफ्ट होला भन्छ त लेखेकै छ हौ यहाँ पिने गर्दैछ हेर त किन म झुट बोल्छु यस्तो कुरा गरे यार उसले च्याट हेर भन्दा लिडियाले अनि के गिफ्ट हुन्छ होला है केटा म त क्याट हो यार म त क्याटै लिन्छु यार गाइज म त क्याट लिनुतिर पढ्छु त सरी अरू चाहिँ नो म धेरै खरबुजाहरू धेरै देखिसकेँ क्या मैले नखाने खरबुजा अब कुहिन आँटिसक्यो धेरै त्यो पाकेर त्यसैले बिरालै ठिक हुन्छ बिरालो त कमसेकम नुहाइदिइरहनु मिल्छ नि त बुझेनौ सफा गरिरहनु मिल्छ नि त बिरालोलाई यसो क्लिन गर्न मिल्छ नि त बुझेनौ त्यही हो क्या तर कस्तो दामी यार साँच्चीकै पोखरा अनि तिमी किन गएको यार लिडियालाई भेट्न गएको त होइन मेरो फ्यामिली नै यहाँ त अनि तिमी चाहिँ एक्लै किन कोटेश्वरमा बसिरह एक्लै होइन मामा घर हो यहाँ मेरो बाबाको फ्यामिली हो बाबाको फ्यामिलीसँग बसेर बाबाको फ्यामिली चाहिँ कसरी मामा घर भयो फेरि तिम्रो बाबाहरू चाहिँ कसरी तिम्रो अनि मामा घर भयो त यो पोखरामा बाबाको फ्यामिली छ ए मा चाहिँ मामा घर हो के म बस्ने ए डाब्लु 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 भनेपछि स्वाद पर्यो नि त भेनमले टाइमर देऊ न यार केटा गीत हान यार भेनम भाइ तर यार म सक्दिनँ होला यार तर भाइ तिमी कति तिमी हाइट हेरौँ न भनेको 360 कम हौ छिटो न तिमी केरा दे उसले सुन्दरलाई दिन्छ उसले त भोगा चाहिँ दिन्छु भनेर बाचा गरिसक्यो हौ के कुरा गरे थ्याट सुन्दरै छैन रे अनि ओइ भनेपछि ओइ लिडिया कहाँ हो हेलो ए त्यहीसँग बोल्नु परेको ल होइन छोड्देऊ लिडियाले हाइट हेर्नु देखाउनु पर्यो क्या बुझेन तिम्रो Sucha Goring donated $2 through Super Chat. She chopped GNG. बिचकेर गएको रहेछ भनेपछि तिमी हाइट हेर्नु होइन तिमी हो तिमी अब उसको त बुढा छले नि फकाउने कस्तो कुरा गरेको थ्याट फकाउने यहाँ हेर त तिम्रो के घाँटीमा हेर उतापट्टि के हो लाफुले टोकेको हौ दादा सामुडा आउँछ हौ होइन होला आम्मा हौ थ्याट के छ हौ होइन होला लुकै खोलिदिन्छ हौ थ्याट केही छैन हौ थ्याट यस्तो हुन्छ लबाइट सबाइट भनेको के लामफुले टोक्यो हौ यहाँ के कुरा गर्छ Damn, son. छापा हो कि के हो त्यहाँ चाहिँ लामफुले आउँदैन पोखरामा आउँदैन आउँदैन त गफ भन्छ हौ भनेपछि मैले टोक्न बाँकी छ त्यहाँ हेर न ए देखाउँछु हेर त हेर है बुझेन आमा हाँस्दैछ तपाईँ के हो कस्तो हाँसेको लिडिया त बेहोस हुन्छ जस्तो छ है
कुल फिल हुन्छ त्यस्तो गर्दा छपरी देखा कसम कसम लास्टसम्म देखाएन क्या मैले तिमीलाई छाप्री भइदियो मैले मात्र रहेछु नि माया गर्ने मैले झन् माया गरेको भएर नि नराम्रो भनेको नि त त्यो मेरो कसरी भन्छ मैले बिर्सेँ मेरो त्यो केटा सुन्दाएर चाहिँ धेरै चुरोट खाएर जस्तो आएको त्यो स्वर त्यो लास्टै त्यो चुरोट खाएर तिमीले एक झापड सुत्नी गरेर दिन्छ अनि आज चुरोटै भयो भए ए म चुरोट खाने भए मेरो यो ओठ कालो हुन्थेन यहाँ कहाँ कालो छ खै क्या पिङ छ यार ओठ त पिङ ओठ मात्रै पिङ होला तर के हो के भयो हेलो तिमी कहिले आउँछौ पहिला काठमाडौँ आउन पहिला व्यवस्था हान्छु भने त तिमीमा देखाउँछु त्यसपछि त्यो काजुमी नो ख्याप काजुमी टाइप सेड काजुमी तिमीलाई चिनेन क्या काजुमी टाइप सेड बबाल आमा सोयु मलाई त सञ्जितले नि पिगी पिगी भन्थ्यो क्या तिम्रो नाम के हो अरे नाम भन त तिम्रो अब चाहिँ के लाग्छ त्यहाँ मेरो त्यो आइडी युजर नेम पढ्दा के होला मेरो नाम आमा सोयु नर्स रे नर्स गेस गर के होला नाम लभली नर्स ल्याएछ अब नर्स के होला त्यहाँ एनओआरएस भनेको के हो यार नोरा नोरा पुन पुन गुरुङ हो म नोरा गुरुङ अब नोरा तिमी काठमाडौँ आयो कि तिमी पोखरा तिमी 15 दिन बस्छौ भनेपछि म पोखरा 10 दिन टाइप सेयर बुझ्नौ अनि स्वाद Damn, son. त्यसपछि स्वाद हुन्छ क्या छ्या अरे के देखा क्या त्यो आहा तिम्रो हाइट हेरौँ न कमन हाइट हेरौँ न पहिला हाइट हेरिदियो पहिला हाइट हेरे मात्रै लिडियाको हाइट चाहिँ ठिक छ 10 आउट अफ 10 छ तिम्रो हाइट तिमी लिडिया भन्दा सानो छ भने त प्लिज नभेट्ने यार बिल्ला हुन्छ यार म लिडिया भन्न अघि खै त्यो त हाइट मजाले हेरौँ कहाँ राख्ने हो र मैले फोन त्यो लिडियालाई देऊ त फोन समात त लिडिया हो यहाँ हेरौँ हाइट हेरिदिउँ न ल म यति यसरी फुल त देखाउँदिनँ देऊ न खै फुल हेर्ने हो क्या त्यसरी होइन फुल हेर्ने हो क्या नट इन्ट्रेस्टेड फेरि हेरौँ न छिटो न एक डोज दिनुपर्ने हुन्छ त्यसपछि ओहो पहिला हाइट म्याटर गर्छ फेरि हाइटै फेरि के खै नोरा ल बाइ बाइ के हेरौँ न हाइट के दिने हाइट हौ कसको हाइट तिम्रो छैन मेरो हाइट साह्रोमा गएको यार एटिट्युड अति हुन थाल्यो त्यसपछि अति हिरो भने यार गाइज ल ल ल म गाई बाई बाई गुड नाइट बाई गुड